पूर्वी नेपालको हरियो भूभागमा जहाँ प्रकृतिले आफै आरती गरिरहेको अनुभूति दिन्छ, जहाँ नदीको प्रत्येक लहरसँगै आस्था बगिरहेको छ, त्यही अवस्थित छ एक यस्तो दिव्य धरोहर जसले धर्म, शिक्षा र समाज सेवालाई एकै सूत्रमा बाँधेको छ। यो हो झापा जिल्लाको शिव शताक्षी नगरपालिका 10 कन्काई नदीको पश्चिम तटमा अवस्थित श्री लक्ष्मीनारायण मन्दिर तथा जगद्गुरु योगीराज श्री कमल नयनाचार्य आश्रम। त्यही पावन भूमिमा अवतरण भयो एक महामानव योगीको, जसले सांसारिक अन्न परित्याग गर्नुभयो तर सनातन धर्मप्रतिको निष्ठा क्षणभर पनि परित्याग गर्नु भएन। हाम्रा श्री स्वामीजी महाराज श्री जगद्गुरु योगीराज स्वामीजी महाराज हामीहरूलाई स्वामीजीले बताए अनुसार यही झापा जिल्लाको सिरानमा परेको इलाम नामसालिङ मानचोकमा जसको अवतार जन्म भएको थियो, उहाँले बालककालदेखि नै वैराग्य आएको हुनाले अध्ययन कालमा पनि स्वामीजीले भनेअनुसार 8 वर्षदेखि नै वैराग्य भएर घर छोडेर फेरि भोजपुर दिङ्लामा गएर आफ्नो अध्ययनहरू गर्ने क्रममा अध्ययन गरेर त्यहाँबाट गुरुको आशीर्वाद लिएपछि अयोध्या हुँदै अयोध्याबाट जगन्नाथपुरीमा गएर शङ्कराचार्य मठमा पुगेर शङ्करजीलाई आफ्नो साक्षात्कार गर्ने इच्छा राख्दै पनि शङ्कराचार्यजीको उपदेश भएर तिमी दक्षिण भारतमा जाऊ, वैष्णव बन्नुपर्छ मोक्षको लागि भनेर उहाँले प्रेरणा गर्नुभएको हुनाले दक्षिण भारत काञ्चीपुरममा जानुभयो। श्री जगद्गुरु अनन्ताचार्य स्वामीजी महाराजको श्री चरणलाई प्राप्त गरेर उहाँले शिष्यत्व रूपमा स्वीकार गर्नुभयो। आफ्ना आचार्यको आज्ञा अनुसार श्री स्वामीजी महाराजले फेरि बद्रिकाश्रममा आएर जोशी मठ थाइबाडी भन्ने जग्गा जो छ त्यो थाइबाडी भन्ने जग्गामा आएर रघुनाथाचार्य स्वामीजीको साथमा उहाँले अष्टाङ्ग सिद्ध गर्नुभयो। आचार्यत्व पदमा अभिषिक्त गराएर श्री नरसिंह मन्दिर जोशी मठबाट रामबागबाट उहाँलाई आज्ञा प्रदान गरेर मलाई पठाएको भनेर स्वामीजीको आज्ञा हुन्थ्यो। यस्तै क्रममा स्वामीजी महाराजसँग हाम्रो आसाममा सत्सङ्गद्वारा हामीहरूलाई वेद अध्ययन गराउने बालककालमा वेद अध्ययन गराउने गुरुजीको माध्यमद्वारा भेट भयो स्वामीजीका साथमा र हामी पनि स्वामीजीको कृपा पात्र बन्न सफल भयौँ। त्यहाँदेखि नै म यो माइधारमा जोडिएर आफ्नो जन्मभूमि आफ्ना नातापाताभन्दा यसमा धेरै नजिकै हुँदै आएँ। 2068 सालमा आएर फेरि यसमा निरन्तरता लाग्नुपर्ने, के गर्नुपर्ने मेरो गुरुस्थान भयो। मैले के गरौँ भन्दाखेरि यहाँ हाम्रा मठाधीश स्वामीजी अरूले पनि भन्नुभयो, स्वामीजी महाराजले मेरा भक्तहरू मन्दिरमा आएर बस्दाखेरि पानी र घामद्वारा सारा भक्तहरू ओत्न बस्न पाएनन्। त्यसो हुँदा म भुटानका भक्तहरू श्रद्धालु छन्, एकचोटि पुगेर जान्छु, यसलाई ठुलो मन्दिर बनाउनुपर्छ भन्ने सङ्कल्प लिएर स्वामीजीको सवारी भएको थियो अरे। भुटानमै गएपछि स्वामीजीको समाधिस्थ भएको खबरहरू पायौँ सबैजना मिलेर। फेरि 68 सालमा आएपछि हामी सबैको साथ सहयोगद्वारा यो नजिकमा भएको अहिलेको दाहिनेपट्टिको स्वामीजीको विग्रह प्राण प्रतिष्ठा गरेको मन्दिर यो बन्यो। यो स्वामीजीको प्राचीन कुटी हो। यो प्राचीन कुटी यसैमा रहनुहुन्थ्यो स्वामीजी, यसैबाट धर्मोपदेश गर्नुभएको हो। धर्मोपदेश गर्नका निमित्त पनि यही अगाडिपट्टि भएको वेदी छ, यही वेदीबाट दासलाई पनि आज्ञा गर्नुभएको हो धर्मोपदेश गर्नु भनेर। नेपाल देशका आध्यात्मिक इतिहासमा सुवर्ण अक्षरले अंकित प्रथम जगद्गुरु योगी सिद्ध तपोनिष्ठ सनातन वैदिक परम्पराका अमरदीप योगीराज श्री कमल नयनाचार्य स्वामी पश्चिम नेपालबाट प्रारम्भ भएको धर्मयात्रा सिक्किम, आसाम र भुटानसम्म फैलियो। विक्रम सम्वत 2017 मा 108 कलशद्वारा अभिषेक। 2028 सालमा नै यहाँ मन्दिरका निमित्त आरम्भ भएको रहेछ। त त्यो मन्दिर खडा गरेर 45 सालमा त्यहाँको प्रतिष्ठा भएको हो र अनि त्यसपछि स्वामीजीको सङ्कल्प त अझै पनि पूर्ण भएन, किनभने स्वामीजीको सङ्कल्प त थियो, इच्छा त थियो दिव्य देशका रूपमा भव्य मन्दिर बनोस् भन्ने। त त्यस भएको हुनाले अब त्यस समयमा त्यो बन्न नसके तापनि स्वामीजीको सङ्कल्प यस्तो छ भनेर हामीले आफ्ना मनमा लिइरहेका थियौँ। अहिले धेरै भक्त भागवतहरूले गुरुभाइहरूले सहयोग गर्नुभएको छ, अझै पनि सहयोग गर्नुहुन्छ भन्ने हामीले आशा राखेका छौँ।
34 सालदेखि लिएर आजसम्म म यहीँ बसै छु। स्वामीजीको आज्ञा छ कि तिमीले सकुन्जेलसम्म यो मन्दिरको यसो देखरेख गर्नु आफ्ना योग्यता अनुसार र आफ्ना योग्यता अनुसार मन्दिरको देखरेख गरिरहेको छु। अहिले स्वामीजीकै सङ्कल्प अनुसार भन्नुपर्छ, यो दिव्य देशका रूपमा दाक्षिणात्य शैली अनुसार यो मन्दिर सम्पन्न हुँदै 2083 सालको वैशाख 11 गतेदेखि 18 गतेसम्ममा सम्पन्न हुने गरी मन्दिरको प्रतिष्ठाको कार्यक्रम सम्पन्न हुने निर्णय भएको छ। सबैमा जय श्रीनारायण। यो योगीराज कमलानाचार्य स्वामीजी महाराजले 2028 सालमा स्थापना गरेर सानो एउटा कुटी बनाएर यहाँ बसेर थोरै बटुकहरूलाई शिक्षा प्रदान गर्दै सुरुवात गरेर 2050 सालमा जिल्ला प्रशासन कार्यालयमा यो संस्था विधिवत दर्ता गरेर अगाडि बढे पनि 2078 साल वैशाख 16 गते यो मन्दिर निर्माणको कुरा हामीले शिलान्यास गरेर सुरुवात गऱ्यौँ र अहिले यो 4 वर्षको दौरानमा यो मन्दिर निर्माणको क्रम चल्दैछ र यहाँहरूले देख्न सक्नुहुन्छ यो दक्षिण भारतीय शैलीमा यो चाहिँ आगम विधि शास्त्र अनुसार, वास्तुविधि शास्त्र अनुसार यो मन्दिरको निर्माण गरिएको छ। कलात्मक रूपमा यो मन्दिर निर्माण गरिएको छ। यही पावन भूमिबाट सनातन संस्कारको अमरदीप निरन्तर प्रज्वलित रह्यो र अहिले चाहिँ यहाँनिर परापूर्व कालमा स्थापना कालमा चाहिँ संस्कृत विषयहरू मात्रै पढाइ भए तापनि अहिले पछिल्लो समयमा समयको माग अनुसार केही आधुनिक विषयहरूलाई पनि जोडेर पाठ्यक्रमगत हिसाबमा यहाँ पढाइ हुन्छ। यहाँ आधुनिक विषयहरू पनि समावेश गरिएको छ। यहाँ अहिले कक्षा 10 सम्मको अध्ययन गराइन्छ र यहाँनिर संस्कृतका अतिरिक्त अङ्ग्रेजी, नेपाली, गणित, कम्प्युटर लगायतका अन्य विधाहरूको पनि यहाँनिर चाहिँ अध्ययन गराइएको छ र अहिले पनि यहाँनिर 70-80 को सङ्ख्यामा विद्यार्थीहरू अध्ययन गरिरहनु भएको छ। विद्यार्थीहरूले केवल अक्षरको अभ्यास गर्दैनन्, यहाँ उनीहरू चरित्र, संयम र जीवन मूल्यका पवित्र संस्कार आत्मसात गर्छन्। यहाँ गाई कुनै साधारण पशु होइन, करुणा, पोषण र मातृत्वको जीवित प्रतिरूपका रूपमा श्रद्धा र सम्मान सहित पूज्य मानिन्छ। यसरी स्वामीजीले आफ्नो 77 अवस्थामा पनि 100 देखि माथि गएको अवस्थामा पनि भ्रमण प्रचार गर्दै भगवानका दिव्य धाम आश्रम निर्माण र सञ्चालन गर्दै जाँदाखेरि भगवान स्वामीजीकै ती भक्तहरू देश विदेशमा पनि छरिएका छन्। ती भक्तहरूले पनि स्वामीजीको एउटा निर्देशन लिएर स्वामीजीको अर्थ उपदेशको आधारमा श्रद्धा भक्तिको साथमा विभिन्न देशमा आश्रमहरू बनेका छन्। स्वामीजीका उत्तराधिकारीका पनि उत्तराधिकारीहरू आचार्यहरू भन्नुभएको छ। आज्ञा गरिएसी भन्ने कुरालाई भुल्नु हुँदैन, गर्दै जानुपर्छ, हुँदै जान्छ भन्ने आज्ञा भएको हुनाले आफ्नो पनि पछिल्लो अवस्थामा यहाँ चाराली भन्ने क्षेत्रमा, झापा जिल्लाको चाराली क्षेत्रमा एउटा सानो देवस्थानको इच्छा प्रकट भयो। चाराली क्षेत्रमा यो देवस्थानको निर्माण र दक्षिण भारतबाट कान्तिपुरबाट गादी स्वामीजी आएर नेपाल आदि राज्यभरिका विद्वानहरूलाई पनि आह्वान गरेर यो प्रतिष्ठा सम्पन्न गराइबक्स्यो। यी सबै स्वामीजीका वैभवका संस्थाहरू अहिले पनि सञ्चालित भइरहेका छन् र अब भविष्यमा पनि अवश्य स्वामीजीको कृपा दृष्टि परिरहनेछ। जति पनि स्वामीजीका दिव्य आश्रमहरू मन्दिरहरू बनेका छन् ती सबैभन्दा अहिले मूल सबैभन्दा धेरै लामो स्वामीजी रहनु भएको ठाउँ र स्वामीजीको अत्यन्त प्यारो ठाउँ माइधार मन्दिर यही नेपालको पूर्वाञ्चल झापा जिल्लाको अन्तर्गत पर्दछ। यो दिव्य देश भनेर यो लक्ष्मीनारायण मन्दिर दिव्य देश भनेर नाम राखेर यो प्रचार भइरहेको छ। जसमा आगामी वैशाख 11 गतेदेखि 18 गतेसम्म मन्दिरको दिव्य
सम्प्रोक्षण महाप्रतिष्ठा महोत्सव सम्पन्न हुने कार्यक्रम भइरहेको छ। दक्षिण भारतीय दिव्य स्थापत्य परम्परामा आधारित श्री लक्ष्मीनारायण दिव्य देश करिब 15 करोड रुपैयाँको विराट लागत यो कुनै सरकारी अनुदानको परिणाम होइन, कुनै व्यापारिक स्वार्थको लगानी होइन। यो त हजारौं भक्तजनका श्रम, त्याग र समर्पणले सिंचित पवित्र दान हो। लाखौं श्रद्धालु हृदयमा अडिग भएर बसेको विश्वासको मूर्त रूप हो। हरेक वर्ष 10,000 भन्दा बढी श्रद्धालु चरणहरूले यो पावन भूमिलाई नमन गर्न यहाँ उपस्थित हुन्छन्। यो आस्था केवल नेपालको सीमाभित्र मात्रै सीमित छैन। अमेरिका, अस्ट्रेलिया, क्यानाडा, बेलायत, डेनमार्क, न्युजिल्यान्ड, नेदरल्यान्ड, नर्वे र भुटानसम्म स्वामीजीका शिष्य विश्वका विभिन्न भूगोलमा फैलिएका छन्। भुटानी समाजमा श्री कमलाचार्य श्री योगीराज स्वामीजी महाराजका कृपाद्वारा नै वैष्णव धर्म प्रशस्तसँगले फैलिएर गएको देखिन्छ र यो कृपा यो श्री स्वामीजी महाराजलाई नै जान्छ। त्यस्तै प्रकारले यहाँ क्यानाडामा रहेर दास पनि यो शालिग्राम सेवा आश्रममा 2010 देखि नै यो आश्रम सञ्चालन गर्दै गर्दै आजसम्म भगवानले कृपा गरिरहनु भएको छ। यहाँ पनि भगवानका भक्त वैष्णवहरू बढ्दै जानुभएको छ र शुभ कार्यहरू हुँदै गएका छन्। त्यो प्राण प्रतिष्ठाको समय हो वैशाख 11 देखि लिएर 18 गतेसम्म अथवा अप्रेल महिनाको 24 तारिकदेखि मे 1 तारिकमा समाप्त हुन्छ 2026 को। त्यस कार्यक्रममा सबैजना हामी विभिन्न देशमा रहेका भक्त भागवतहरू सबैजना जाउँ र त्यो कार्यमा सहभागी बनेर कार्यको शोभा बढाउँ। जय श्रीमन्नारायण। श्री जगद्गुरु योगीराज स्वामीजी महाराजको सत्सङ्कल्पमा जुन दिव्य देश निर्माण भयो नेपालको झापा जिल्ला माइधारमा, जुन दिव्य देश अहिले सुसम्पन्न पनि हुँदै गएको छ। भगवानको स्वामीजीको धेरै अगाडिदेखिको नै सङ्कल्प हो दिव्य देश निर्माणको निमित्त। त्यसैलाई अहिलेको वर्तमान त्यहाँ आचार्यहरू हुनुहुन्छ र सम्पूर्ण भागवतहरूको पनि सत्सङ्कल्पद्वारा भगवानको सङ्कल्प स्वामीजीको सङ्कल्पलाई पूर्ण गर्नको निमित्त दिव्य देश निर्माणको कार्यक्रम पूर्ण भइसकेको छ। अब यही आगामी वैशाख 11 देखि 18 सम्म, तदनुसार 2026 अप्रिलको 24 तारिकदेखि मेको 1 तारिकसम्म भव्य रूपमा त्यहाँ महासम्प्रोक्षण कार्य, महाप्रतिष्ठा कार्य हुँदैछ, जसमा वर्तमान गादी स्वामीजी श्री श्रीनिवासाचार्य स्वामीजी तमिलनाडुको काञ्चीबाट सवारी हुँदैछ। आफ्नो सम्पूर्ण परिकर र समूहलाई सबैलाई लिएर आएर त्यहाँ महासम्प्रोक्षण कार्य सम्पन्न हुँदैछ। सबैको त्यहाँ सहभागी बनोस्, तनद्वारा, मनद्वारा, धनद्वारा। हामीले जति सम्पत्ति कमाउँछौँ त्यो सम्पत्तिलाई अशुद्ध मानेर शुद्धिकरण गर्नुपर्छ भने धनको सम्पत्ति भनेको दान हो। त्यसकारण जे जति सकिन्छ आफ्नो तर्फबाट सहयोग पनि गरौँ। सकिन्छ हामी शारीरिक रूपले नै उपस्थित भएर त्यहाँ कैङ्कर्य गर्ने सौभाग्य पनि प्राप्त गरौँ। अनेकानेक आचार्यहरूको दर्शन हुन्छ र भगवानको भागवतको आचार्यको महात्रिवेणीको दर्शन र हाम्रो स्वामीजीले हृदयङ्गम गरेर स्वामीजीले पवित्रीभूत बनेको जुन माई गङ्गामा हामी स्नान गर्ने सौभाग्य पनि पाउँदछौँ। सबैजना जाउँ, मिलेर त्यो कार्यक्रमलाई सफल बनाऊ। भौगोलिक दूरीले उनीहरूको शरीर टाढा राखे पनि हृदयको डोरी सधैँ यही बाँधिएको छ, जहाँ गुरुको स्मृति छ, जहाँ संस्कारको मूल छ।
जहाँ आत्माले शान्ति पाउँछ उनीहरूको चेतना अन्ततः यहीँ फर्किएर नतमस्तक हुन्छ। वास्तवमा यहाँ माइधार स्वामीजी महाराज 2028 सालमा यहाँ हरिकृष्णाचार्य स्वामीजी लगायत धेरैजना समूहहरूबाट स्वामीजीको यहाँ आगमन भयो र स्वामीजी धेरै समयसम्म यहाँ नेपालमा रहेर लक्ष्मीनारायण मन्दिरलाई करिबन 9-10 बिघा जग्गा उहाँले आफूलाई साष्टाङ्ग दण्डवत गरेको अर्चना वन्दना गरिएका सबै भगवानको सम्पदा जोडिदिनु भयो र अनन्त आदर्श संस्कृत वेद विद्यालय 2028 सालमा संस्थापन गरेर त्यो विद्यालयको लागि पनि दुर्गापुरमा 2 बिघा जग्गालाई व्यवस्थापन गरिदिनु भयो र 2040 सालमा स्वामीजीलाई गैंडाकोटमा जगद्गुरु पदवीले विभूषित गरिसके पछाडि 2042 सालमा यस मन्दिरलाई भव्य दिव्य रूप बनाउनु पर्यो भन्ने उद्देश्य लक्ष्य लिएर स्वामीजी महाराज भुटानतर्फ सवारी भयो। तर भुटान गइसके पछाडि स्वामीजी महाराज पुनः फेरि फर्केर यता आइबक्सेन, किनभने यस धराधामबाट स्वामीजी महाराजको वैकुण्ठ गमन भयो। तसर्थ त्यो स्वामीजीको जुन इच्छा थियो, आकाङ्क्षा थियो, त्यो अधुरै रह्यो र लक्ष्मीनारायण दिव्यदेश निर्माण गर्ने स्वामीजीको ठुलो इच्छा थियो। त्यो उत्साहलाई परिपूर्ण गर्नको लागि हामीले यस मठका मठाधिपति अनन्त श्री विभूषित स्वामी केशवाचार्य स्वामीजी महाराज र यसै संस्थाका अध्यक्ष अनन्त श्री विभूषित स्वामी गोविन्दाचार्य स्वामीजी महाराज र साहित्य दास लगायत हामी सबैजना भक्तवृन्दहरूले सल्लाह गऱ्यौँ र एउटा दिव्य भव्य मन्दिर निर्माण गरौँ भन्ने उद्देश्य राखेर आजभन्दा 4 साल पहिले यस मन्दिरलाई हामीले प्रारम्भ गरेका थियौँ। अब लगभग यो अत्यन्त भव्यताको साथ सम्पन्न हुन गइरहेको छ र 4 सालको बिचमा सबै देश विदेशमा रहनुहुने भक्तवृन्दहरू र स्वदेशमा रहनुपर्ने भक्तवृन्दहरूले पनि हामीलाई सहयोग गर्नुभयो, जुन सहयोगद्वारा नै हामीले यो दिव्यदेशलाई परिपूर्ण गर्नको लागि हामी सफल बनेका छौँ र आगामी 2083 साल वैशाख महिनाको 11 गतेदेखि 18 गतेसम्म भव्यताको साथमा प्रतिष्ठापन समारोह पनि सम्पन्न गर्ने हाम्रो लक्ष्य उद्देश्य रहेको छ। यो प्रतिष्ठालाई सम्पन्न गर्नको लागि भारतबाट काञ्ची प्रतिवादी भयङ्कर सिंहासनाधीश्वर जगद्गुरु श्री श्रीनिवासाचार्य स्वामीजी महाराजको पनि पावन सान्निध्य रहनेछ। यसै गरी उहाँको साथमा उहाँका युवराज उत्तराधिकारी अनन्त श्री विभूषित अनन्ताचार्य स्वामीजी, जसलाई बालक स्वामीजी भनेर बताइन्छ, उहाँको पनि आगमन हुनेछ र यसै गरेर 7 दिनपर्यन्त हामीलाई श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञद्वारा सबै भक्तवृन्दहरूलाई सम्बोधन गर्ने कार्यक्रम पनि अयोध्याको जो जगद्गुरु हुनुहुन्छ राघवाचार्य स्वामीजी महाराजको पनि आगमन हुनेछ र यसै गरेर कौशलेश्वर पीठाधीश्वर जगद्गुरु श्री विद्याभास्कर स्वामीजी महाराजको पनि आगमन हुनेछ। तसर्थ यो अत्यन्त दिव्य भव्य मन्दिर अहिले हामीले रङ रोकन गरिसकेका छौँ। अब केही क्षणमै केही दिनमै हामी झ्याल ढोकाहरूलाई परिपूर्ण गर्ने, झ्याल ढोकाहरू लगाउने यी आदि इत्यादि सबै कार्यक्रमहरू रहेका छन्। तसर्थ हामी देश विदेशमा रहनुहुने हाम्रा तमाम भगवतप्रेमी सज्जन महानुभावहरूलाई हामी यस पावन कार्यलाई सम्पन्न गर्नको लागि यहाँ उपस्थिति भएर शोभा बढाइदिनु हुनको लागि हामी हार्दिक निवेदन गर्दछौँ। यसरी श्रद्धा, साधना र सेवाको दीर्घ तपोयात्राबाट उदाएको श्री लक्ष्मीनारायण मन्दिर आज कोशी प्रदेशको आध्यात्मिक चेतनाको धरोहर, सनातन संस्कृतिको जीवित प्रतीक र भावी पुस्ताका लागि आस्था र संस्कारको दिव्य आलोक बोक्दै प्रमुख धार्मिक पर्यटन गन्तव्य बन्ने गौरवपूर्ण यात्रामा गरिमाका साथ अग्रसर छ। अब आउँदैछ एक ऐतिहासिक युगान्तकारी क्षण, शताब्दीकै आध्यात्मिक यात्रामा एक नयाँ अध्यायको उद्घाटन। विक्रम सम्वत 2083 वैशाख 11 देखि 18 सम्पूर्ण भक्तजन, साधक र श्रद्धालुहरूको उत्सव र सद्भावको दिव्य सङ्गम हुनेछ। हाम्रो अहिले गुरुभाइहरू पुनर्वासको क्रममा जानुभएको धेरै गुरुभाइहरू अमेरिकामा हुनुहुन्छ, त्योभन्दा केही कमी क्यानाडामा हुनुहुन्छ, त्योभन्दा केही कमी युकेमा हुनुहुन्छ, त्योभन्दा पनि बराबर सायदमा डेनमार्कमा हुनुहुन्छ, त्योभन्दा केही कमी नर्वेमा हुनुहुन्छ, त्योभन्दा केही कमी नेदरल्यान्डमा हुनुहुन्छ, उहाँहरू अस्ट्रेलियामा हुनुहुन्छ। त्यसो भएको हुनाले यी 3 देशमा अस्ट्रेलिया, अमेरिका र क्यानाडामा केही बढी जानुभएको छ, अरू देशमा थोरै अल्पसङ्ख्या, तर जोडिन सबै देशबाट जोडिनु भएको छ। उहाँहरू सबैको आस्थाको केन्द्र यही छ र उहाँहरू जानुभएको थियो पुनर्वास क्रममा केवल गुरुभाइ वैष्णवहरू मात्र नभएर अरू पनि जो जानुभएको थियो भुटानी समुदायबाट, उहाँहरू सबै यसमा जोडिनु भएको छ। यसको आस्था धराउनुहुन्छ र यसमा केही सहयोग पनि उहाँहरूले पुर्याउनु भएको छ। हाम्रो श्री लक्ष्मीनारायण मन्दिर जगद्गुरु योगीराज कमलानन्दाचार्य आश्रममा एकता पुरानो मन्दिर जीर्ण भएको थियो। जीर्ण भएको मन्दिर भएको हुनाले ठुलो बनाउँ त भन्दा, कसरी ठुलो बनाउँ त भन्दा धेरै दक्षिण भारतमा प्राचीन मन्दिरहरू र
दक्षिण स्थापत्य कलामा बनेका मन्दिरहरू दर्शन गर्न जाने भक्तहरूले आस्था राख्ने र वृद्ध भएका बालकहरू र धन कमी भएका व्यक्तिहरू पुग्न नसक्ने भएको हुनाले दक्षिणको पनि झझल्को एउटा ल्याउँ न कसरी ल्याउँ भन्ने हामी सबैजनाको सल्लाह भएको हुनाले केही न केही दाक्षिणात्य स्थापत्य कलामा बनाऊँ भनेर यो दिव्य देश बन्यो। त्यसो भएको हुनाले यो दिव्य देश बनेको यहाँ अहिले वैष्णव आगमद्वारा यसलाई सञ्चालन भए तापनि वैदिक सनातन धर्ममा आस्था राख्ने सबै व्यक्तिहरूलाई आदर गर्नका निमित्त गुरुकुल पनि खोलेर वेद विद्या अध्ययन व्याकरणको अध्ययन गराएर यसलाई हामीहरू अगाडि बढाइरहेका छौँ। अझै यसको अभिवृद्धि हुन्छ भन्ने हामीहरू विचार गरेका छौँ। मात्रै वैष्णवको होइन तर बाहिर गएका चाहिँ जो वैष्णव हुनुहुन्छ भुटानको समुदाय प्राय नै वैष्णव भएको थियो, उहाँहरूले चाहिँ यसमा ठुलो आस्था राख्नु भएको छ कि यो धरोहर उज्जवल बनोस् भनेर र उहाँहरूकै आस्था र हामीहरूको केही सहयोगद्वारा यहाँसम्म पुगेको छ। अब यसको प्राण प्रतिष्ठा चाहिँ हामीहरूले यो 2083 साल वैशाख 11 गतेदेखि 18 गतेसम्म सुसम्पन्न हुने गरी तथा अङ्ग्रेजी महिनाको 2026 अप्रेल 24देखि मे 1 तारिक सुसम्पन्न हुने गरी यसलाई सबैजना विद्वानहरूद्वारा सल्लाह गरेर हाम्रो साधारण सभाले निर्णय गरेर त्यही कार्यमा गर्ने भनेर हामीहरूले यसलाई उचित राखेको हुनाले यसको प्रतिनिधित्व र आचार्यत्व गर्दिनका निमित्त हाम्रो वैष्णव धर्मको धरोहर जसको मूल आधार मानेका छौँ गुरुस्थान श्री तमिलनाडु काञ्चीपुरमबाट हाम्रो श्री आचार्यजी आएर यसलाई सुसम्पन्न गरिदिनुहुन्छ भनेर हामी विश्वस्त रहेका छौँ। जानेको छैन, बिर्सिहाल्यो। म भुटानबाट ल्याएको, भुटानबाट आसाम यो अब यता सबैतिर घुमाइने माईमा मन्दिर बनाएको छ राम्रो। अब त्यो मन्दिरको कार्यक्रम अब के हुन्छ, अब भक्तहरूले के गर्नुको मन लाग्छ, राम्रा राम्रा काम चाहिँ गर्नुपर्छ। अब उहाँको सन्निधिमा बसेर उहाँले बोलेका कुराहरू जे कुरा याद छन्, साथैमा हिँडाउनुहुन्थ्यो, कति बिर्सियो याद भएको राम्रै छन्, राम्रै कुरा बताउनु भएको थियो। राम्रा कुरा विचार गरी प्रचार प्रसार गर्नुपर्छ। सबै थाहा त छैन, सुनेका कुरा। अब त्यहाँ अब नराम्रो कुरो त अब उहाँले गर्नु हुँदैन थिएन। हामीलाई सबै कुरा नराम्रो कुरा उहाँबाट हुँदैन थियो। योगीराज स्वामीजीले भक्तहरूको आराधना कसरी हुन्छ राम्रो होस् भन्ने कुरा लिएर उहाँले उपदेश गर्नुभएको थियो। अब हजुरहरूले पनि यही गर्ने, जे सुन्यो जही भन्यो त्यही गर्ने होइन। सबैलाई राम्रो होस्, सबैलाई कल्याणको हुने काम होस् भन्ने मेरो चाहना छ। त्यहाँ काम त बिर्सिहाल्यो, कति काम त राम्रा राम्रा चाहिँ गरेको छन्। जग्गा जमिन पनि बनाएको, स्कुल पनि पढाएको, वेद पढायौँ, वेद पढाउनु भयो। वैदिक कर्मको प्रचार प्रसार हाम्रो हो। यस धरतीमा जन्म लिएर पनि अनेक प्रकारको कष्ट आउँदो रहेछ। त्यसमा अनेक प्रकारका कष्ट सहँदै सहँदै भुटानदेखि नेपाल, नेपालबाट यस अमेरिका धरतीमा आउँदाखेरि यहाँ एक प्रकारको यस्तो स्थिति बनेको थियो, सम्पूर्ण भक्तजनहरू मानौ निष्प्राण जस्ता कतिपय भएका थिए। त्यस्तो अवस्था नै सृजना भएको थियो। तर पनि त्यस अवस्थामा मानिसलाई रक्षा गर्ने के हुँदछ भन्दाखेरि यही धर्म हुँदो रहेछ। कोही बेहोस भएको व्यक्ति जागृत भएको अवस्थामा भने होस आएको अवस्थामा उसले धेरै पहिले कुरालाई महसुस गर्दछ। हो त्यस्तै प्रकारले हामीलाई यो धरतीमा आउँदाखेरि पनि स्वामीजीले गरेको उपदेश हो, स्वामीले देखाएको जो बाटो हो, त्यो बाटालाई सम्झिँदा उहाँले देखाएको जुन एउटा मार्गलाई सम्झिँदाखेरि त्यहीँबाट नै वास्तविक यो प्राण रहेको हो। अमेरिकामा, क्यानाडामा, अन्य देशहरूमा यस्तो स्थिति थियो आउँदाखेरि त्यस अवस्थामा साह्रै दुःखी थिए, चिन्तित थिए। तर पनि धर्मले गर्दाखेरि, स्वामीजीले गर्दाखेरि, उहाँको उपदेशले गर्दाखेरि सबैभन्दा शान्ति लिने ठाउँ त्यही नै थियो। त्यस अवस्थामा अमेरिकाका 50 स्टेटमा व्यक्तिहरू यस्ता हुनुहुन्थ्यो कि
रुनुहुन्थ्यो, फोन गरेर कराउनुहुन्थ्यो, आत्तिनुहुन्थ्यो। तर त्यस अवस्थामा शान्ति दिने भने पनि यही धर्म थियो त्यस अवस्थामा। त्यसै त्यो दुःखलाई महसुस गर्दै गर्दै जति पनि भक्तहरू हुनुहुन्छ यो अमेरिकामा अहिले सबैले सल्लाह गर्नुभयो कि एउटा यस्तो स्थान बनौँ भनेर। सल्लाह गर्दै जाँदाखेरि सबैको एउटा सल्लाह पनि मिल्यो। सुरुमै 2009देखि नै एउटा कीर्तन मण्डलीको स्थापना गरेको थियो यहाँदेखि नै। अमेरिकाको न्युयोर्क स्टेटको सिराक्युस भन्ने जुन एउटा सिटी हो त्यहाँ, त्यहीँबाट अरू स्टेटमा कोलोराडो भयो, मिनिसोटा अनि के अरे मेचिगन भयो, यस्तै अरू ठाउँमा पनि त्यसरी भजन मण्डली तयार गर्दै सबै भक्तहरूले त भजन मण्डलीको माध्यमद्वारा एकत्रित हुँदै हुँदै पछाडि अब मन्दिर बनाउने पनि एउटा लक्ष्यमा पुग्नुभयो। त्यो गर्दै गर्दै ओहायो जुन स्टेट हो, ओहायो स्टेटको रिनसोक भन्ने ठाउँमा एक मन्दिर बन्न, त्यस्तो ठुलो मन्दिर बन्न नसके तापनि माने त्यहाँ एउटा जग्गा लिने एउटा यस्तो अवसर प्राप्त भयो। अनि त्यो जग्गा लियौँ हामीले कहिले भन्दाखेरि सबै भक्तभावको सल्लाह अनुसार 2018को अक्टोबरमा हामीले त्यहाँ लगभग 5 एकड़ यहाँको नियमअनुसार त्यति जग्गा लिएका थियौँ। गर्दै गर्दै सबै भक्त भागवतले त्यहीँ केही गरौँ भनेर चाहनुभयो। अनि एउटा केही सानो सानो एउटा सत्सङ्ग गर्ने सत्सङ्ग भवन पनि तयार भयो। अन्य अब त्यहाँ के बनाउने भने त्यस्तो अब आवश्यक कुराहरू अहिले भइरहेकै छ। गर्दै गर्दै संस्कृतिको सुरक्षा कसरी गर्ने भन्ने चर्चा परिचर्चा गर्दै जाँदाखेरि सबैभन्दा पहिला गुरुकुल, जहाँ गुरुकुल रहन्छ भने त्यहाँनिर एउटा धर्मको सुरक्षा हुन सक्दछ। स्वामीजीको आदेशलाई पनि अगाडि बढाएर लिएर जान्छन् भन्ने सबै सल्लाह अनुसार गुरुकुलका एउटा तयारी गरियो। गर्दै गर्दै अहिले त्यहाँ हाम्रा नानीहरू पनि अध्ययन गर्नुहुन्छ। लगभग अब सधैँ त निरन्तरता दिन नसके तापनि स्थिति परिस्थितिले गर्दाखेरि लगभग अहिले 300 जति नानीहरू त्यो गुरुकुलमा अध्ययन गर्दछन्। सधैँ हुन सकेका छैन, तर पनि शनिबार आइतबार 2 दिन क्लास राम्ररी चल्दछ। अरू बेला वेदको कक्षाहरू चल्दैछ, भागवतको कक्षाहरू पनि अब चल्दैछ, अनलाइन माध्यमद्वारा चल्दैछ। गर्दै गर्दै अब अहिले राम्रै प्रकारले भइरहेछ। गर्दै गर्दै पछाडि हामीले अरू फेरि 5 एकड़ जग्गा पनि त्यहाँ जोड्न सक्यौँ। अब अगाडिको त्यहाँनिर योजनाहरू बन्दैछ। सबै अब भक्त भागवतको एउटा प्रसन्नताको अवस्था छ अहिले। यो श्री वैष्णव परिषद अमेरिका भनेर हामीले दर्ता गरेको थियो 2013मा। त्यही परिषद अन्तर्गतै जगदाचार्य योगीराज श्री कमलनाचार्य आश्रम भनेर त्यो एउटा आश्रम, श्री लक्ष्मण मन्दिर भनेर हामीले चलाइरहेका छौँ। सबै भक्त भागवतहरू त्यहाँ जानुहुन्छ। विभिन्न यस्ता धर्ममासहरू हाम्रो जति पनि सनातन धर्ममा मानिनेवाला, त्यसमा पनि विशिष्ट अद्वैत सिद्धान्त अनुसार मान्नेवाला जति पनि हाम्रा विशेष कर्महरू छन् त्यहाँ भइरहेका छन्। यो हामीलाई ठुलो स्वामीजीको कृपा रहेको छ। त्यस कारणले गर्दाखेरि अब स्वामीजीकै कृपा अनुसार स्वामीजीकै एउटा जुन सङ्कल्प थियो एउटा मन्दिरको दिव्य देशको निर्माण गर्ने भन्ने, त्यो जो स्थान भनेको छ नेपालको कन्काईको किनारमा, त्यहाँ यही 2026 सालको अप्रेल महिनाको 24 तारिकबाट मे महिनाको 1 तारिक समापन हुने गरेर दिव्य प्रतिष्ठाको योजना भइरहेको छ। सबै भक्त भागजनहरूले यहाँ गएर आनन्दले दर्शन गरेर त्यहाँ गएर आनन्द लिएर भगवानको दिव्य मङ्गलाशासन गर्दै गर्दै आफ्नो जीवनलाई यापन गर्नुहुनेछ भनेर दास भगवानका अस्ति चरणमा साष्टाङ्ग प्रणति गर्दछ। जय श्रीमन्नारायण। र जुन प्रमुख मन्दिर हो योगीराज स्वामीजी महाराजले दिव्य देशका रूपमा यहाँ निर्माण गर्नुपर्दछ भनेको जुन वाक्य बाणी थियो, त्यसलाई आज भगवानको कृपाले गर्दाखेरि सबै काम परिपूर्ण भइरहेको छ। र त्यस्तै गरेर योगीराज स्वामीजी महाराजले लगाइदिनु भएको
जुन कैंकर्य हो त्यो यहाँ पनि भुटानमा पनि 2टा मन्दिर निर्माण छन्। योगीराज स्वामीजी महाराजले गराइदिनुभएका महागौं श्री लक्ष्मीनारायण मन्दिर, त्यस्तै गरेर सूर्य श्री लक्ष्मीनारायण मन्दिर। योगीराज स्वामीजी महाराजको जो एउटा अभिमत रहेको श्री लक्ष्मीनारायण मन्दिर तथा योगीराज कमलानारायणाचार्य आश्रम माइधारमा भर्खरै मन्दिर पूर्ण भएको छ, दिव्य देश पूर्ण भएको छ। अब त्यो दिव्य देशको प्राण प्रतिष्ठा समारोह 2083 सालको वैशाख 11 गतेबाट 18 गते पर्यन्त, तदनुसार अंग्रेजी महिनाको सन् 2026 अप्रिलको 24 तारिकबाट मईको 1 तारिकसम्म भव्यताका साथ सम्पन्न हुने उक्त कार्यक्रममा हामी पनि हाम्रा तर्फबाट, हाम्रो परिषदको तर्फबाट र हाम्रो श्री लक्ष्मीनारायण मन्दिर तथा जगद्गुरु योगीराज कमलानारायणाचार्य स्मृति पीठ हेरिसबर्ग सम्पूर्ण परिवारका तर्फबाट जसरी हुन्छ शारीरिक रूपमा उपस्थित भएर होस् या मनले होस्, धनले होस्, जसरी पनि हामीले स्वामीजी महाराजको त्यो तपस्थलीलाई, त्यो अभिमत क्षेत्रलाई विकास, संवर्धन, संरक्षण गर्नका निमित्त तत्पर रहेका छौं। स्वामीजी महाराजको यो दिव्य संकल्पलाई परिपूर्ण गर्नलाई सहयोग गर्नुहुने, अग्रता लिनुहुने सम्पूर्ण आचार्य वर्गहरूलाई श्री वैष्णव परिषद हेरिसबर्ग पनि सदा सर्वदा साष्टाङ्ग दण्डवत प्रणति गर्दछ। अखिल कोटि ब्रह्माण्ड नायक परम प्रभु परमात्मा भगवान श्रीमन्नारायणका युगल चरणारविन्दमा साष्टाङ्ग प्रणति अर्पित गर्दै तत्चरणानुरागी भाष्यकार भगवानका श्री चरणारविन्दमा साष्टाङ्ग प्रणति अर्पित गर्दै र तत्चरणानुरागी जगद्गुरु योगीराज स्वामीजी महाराजका श्री चरणारविन्दमा साष्टाङ्ग प्रणति अर्पित गर्दै यो दास आज अति नै हर्षित छ, जसमा स्वामीजी महाराज, जगद्गुरु स्वामीजी महाराजले हामीलाई यस दिव्य मार्गको प्रचार प्रसार गरेर हामी यस मार्गमा रहन पाउनु र स्वामीजी महाराजको दिव्य जुन कृपा हो, यो कृपा हामीमाथि बर्सिरहेको देख्न पाउनु, यो एउटा भगवत कृपा र आचार्य कृपाले मात्रै पाएको हो जस्तो अनुभव र महसुस गर्दैछ। दास स्वामीजी महाराजले धेरै नेपाल, भारत, भुटान जस्ता स्थानहरूमा आफै भ्रमण गरेर धेरै धेरै जीवात्माहरूलाई, चेतनहरूको उद्धार गरिबक्सियो। त्यसमा पनि भगवानका दिव्य मठ मन्दिरहरू स्थापन गरिबक्सियो। अहिले हाम्रो भुटानमा पनि 2टा मन्दिरहरू भगवान श्री लक्ष्मीनारायणका तदाकार रूपमा भइबक्सिनुहुन्छ भगवान। यसै गरी धेरै भारत, भुटान, नेपालहरूमा पनि धेरै आश्रमहरूमध्ये पनि अहिले भर्खरै निर्माण भइसकेर अब प्राण प्रतिष्ठाकै समीक्षा पुग्न लागेको माइधार श्री लक्ष्मीनारायण मन्दिर जगद्गुरु योगीराज कमलनारायण आश्रम मात्रै नभएर दिव्य देशको रूपमा परिणत भएको यो हामीले हाम्रा अगाडि प्रत्यक्ष अब देख्न पाइरहेका छौं। यही 2083 साल वैशाख महिनाको 11 गतेदेखि 18 गतेसम्म हुने दिव्य भगवत श्री प्राण प्रतिष्ठा महोत्सव दिव्य र भव्यताका साथमा सुसम्पन्न हुनेछ र विभिन्न देश विदेशबाट महापुरुषहरूको आगमन हुनेछ र त्यसमा हजुरहरू पनि सबै यस कार्यक्रममा सम्मिलित भएर सहभागी बनेर हामी सबै उपस्थित हौं, सबैजना सहभागी बनौं भन्ने प्रार्थना हजुरहरू सबैलाई दास गर्न चाहन्छ। जय श्रीमन्नारायण। श्रद्धा र भक्तिको अनुपम शक्ति यहाँ प्रकट हुँदै सम्पूर्ण उपस्थित साधक श्रद्धालुहरूको हृदयमा अमर स्मरणीय अनुभूति अंकित हुनेछ। श्री लक्ष्मीनारायण दिव्य देश केवल एक मन्दिर होइन, यो हो सनातन धर्मको अमर चेतना, अडिग आस्था र दिव्य श्रद्धाको प्रकाश। यो हो हाम्रो पवित्र पहिचान, हाम्रो जीवन्त संस्कार र भावी पुस्ताका लागि अमूल्य आस्थाको दिव्य धरोहर। जहाँ श्रद्धा हृदयबाट बग्छ, जहाँ विश्वास जीवनको मार्ग उजागर गर्छ, त्यहाँ जन्मिन्छ शाश्वत प्रेरणा र वहाँ पूज्य श्री लक्ष्मी नारायणको दिव्य आशीर्वाद
सदैव व्याप्त रहन्छ। जय श्री लक्ष्मीनारायण, जय सनातन धर्म। जय श्री लक्ष्मीनारायण, जय सनातन धर्म।